हामी बुढाबुढीले दुःख सुख गरेर यति हामी यति तारासम्म पुग्यौँ होइन 20-22 वर्ष त हो होला नि अनि बिहा गरेको यिनी सानै थिइन् म न्याउने बेला म पनि सानो थिएँ बुढाबुढी थियौँ म 15-16 सालको थिएँ यिनी भर्खर 13 वर्षमा लागेका थिइन् यिनी होइन होइन सानी थिइन् अहिले यति ठुलो रहेछ नि ठुलो भएछ नि बुढी भए अब ठुलो भन्नु अब बुढी भयो अब तिमी कति भयो कति वर्ष भयो तिमी अगले महिनामा 35 मा लाग्छ 35 मा लाग्छ होइन 34 अगले महिना लाग्छ भनेपछि हामी बिहा गरेको भयो भनेपछि तिमी 20 21 22 23 वर्ष भइसक्यो 22-23 वर्ष 25 वर्ष सालगिरह मलाई सुनको हार चाहिन्छ रानी हार सुनको हार 25 वर्ष सालगिरह केही पनि थिएन हाम्रोमा यत्रो घर सर बन्यो अब सुनको हार पनि भइहाल्छ नि सबै भइहाल्छ किन टेन्सन लिनु प्लाट त भयो अनि मेरो नाममा एउटा मोटरसाइकल मेरो नाममा छ एउटा पुरै प्लाट छौँ फेरि हामी पन्जाबमा ठाउँमा इन्डियामा छौँ पन्जाबमा यो घर हैन यो घर यहाँको नाममा छ प्लाट मेरो नाममा छ कोही भने घर पनि एउटा मोटरसाइकल मेरो नामले बाटे हम एउटा मोटरसाइकल यहाँको नाममा छ एउटा मोटरसाइकल मेरो नाममा बुढा पनि यति दुःख गरिरहेको छ अनि पहिला हाम्रो पास केही थिएन अनि परदेशमा आयौँ परदेशमा आएपछि साथमा खुसी हुँदै रमाउँदै काम गर्दै बुढाबुढी गोराले चाहिँ काम गर्छ राम्रो टाइम पास भइरहेछ उफ्रेर नाच्छु बाई